आज म तपाईँहरूलाई 12वटा राशिमध्ये 7औं राशिमा पर्ने तुला राशिको बारेमा भन्न गइरहेकी छु। तुला राशिको तत्त्व भनेको वायु हो। तुला राशिका लागि शुभ रङ भनेको सेतो, हल्का नीलो र गुलाबी हो। त्यसै गरी शुभ अङ्क भनेको 5, 6 र 8 हो। र बारहरूमध्ये शुक्रबार र बुधबार हो। तुला राशि भएका मानिसहरूको विशेषताहरू: उनीहरू न्यायप्रेमी हुन्छन् र सन्तुलित जीवन जिउनका लागि प्रेरित हुन्छन्। आकर्षक र मिलनसार हुन्छन्। कला र सौन्दर्य प्रेमी हुन्छन्। शान्तिप्रिय हुन्छन्। उनीहरूलाई झैझगडा गरेको त्यस्तो नराम्रो प्रवृत्तिको मानिसहरू मन पर्दैन। उनीहरूका कमजोरीहरू पनि हुन्छन्। उनीहरू बढी खर्चालु हुन्छन्। दोधार मनस्थितिका हुन्छन्। सबैलाई खुसी बनाउने चाहनामा आफ्नो खुसी गुमाउने हुन्छन् र निर्णय लिनमा असक्षम हुन्छन्।